ल सम्पूर्ण दर्शकवृन्दमा हार्दिक स्वागत गर्न चाहन्छु। म भीमराय अफिसियलमा हार्दिक स्वागत गर्दै विशेष गरी तपाईहरु माझमा आज चाहिँ म यो जडीबुटी चाहिँ चोकमा छु र जडीबुटी चोकको यो माथि चाहिँ सैलुङ दोरी साँझ छ। यो दोरी साँझमा केही दिनदेखि एकजना साथीको लागि सहयोगको लागि म स्टेज कभरको लागि आइरहेको छु र आज अन्तिम दिन नै भनौँ र सो तपाईहरु माझमा म अब माथि चढ्दैछु र आज यो अहिले एकदमै चलिरहेको भाइरल कुरा चाहिँ के छ भनेदेखि राजा औ देश बचाऊ भन्ने कुरामा चाहिँ एकदमै एक प्रकारको युवाहरू चाहिँ लागि परेको अवस्था छ र आन्दोलन पनि चलिरहेको छ। तपाईहरु जान सक्नुहुन्छ आन्दोलन पनि चलिरहेको छ र हाम्रो कलाकार साथीहरू या त यो प्राइभेट कम्पनीमा मजदुर गरेर जति पनि जिउने व्यक्तिहरूको प्रतिक्रियाहरू के छ, राजा आवश्यक छ या छैन, किन छैन किन छ भन्ने कुरामा तपाईहरु माझमा म केही कुराहरू चाहिँ हाम्रो स्टाफ साथीहरू सैलुङ दोरी साँझको स्टाफ साथीहरूसँग र कलाकार साथीहरूसँग सोध्न लागिरहेको छु। गाइस म अब दोरी साँझतिर छिर्दैछु है त, तपाईहरु हेर्दै जानु होला। दोरी साँझ चाहिँ एकदमै माथि छ। भ्लग बन्दैछ सर एभ्रिवान, यो अँध्यारो छ। एकदमै टपमा छ सैलुङ दोरी साँझ र सुरुवात हुन लागिराखेको अवस्था छ। ल स्पेसली दोरी साँझभित्र म छिरिसकेको छु र अब यतातिर हाम्रो कलाकार साथीहरूसँग भेट हुँदैछ। नमस्कार सर, नमस्कार। नमस्कार। हाम्रो दीपक चौलागा होइन, ल थोरै बोल्ने हाल्नुपर्छ भीम अफिसियलको लागि। स्पेसली आजको टपिक भनेको राजा आऊ देश बचाऊ भनेर चाहिँ एक प्रकारको युवाहरू, एक जमात युवाहरू चाहिँ लागि परेका छन् होइन। त्यसको लागि तपाईँको के प्रतिक्रिया छ? राजा आवश्यक छ या छैन, किन छ किन छैन? यो यस्तो छ सर, यो विषयवस्तु अब मेरो खै बुझाइ कमजोरी हो कि के हो त मलाई थाहा छैन। हजुर, तर अब यो धेरै कुरा छन्। यो राजनीतिक पोलिटिकल्ली मान्छेहरूले नसुधिकन भनेर राजा आए पनि, राजतन्त्र आए पनि, गणतन्त्र आए पनि, देशमा जे आए पनि सुशासन आए पनि हजुर। अब अन्तिममा भनेको कुरा गर्दाखेरि तपाईँले राजा आवश्यक छ कि छैन यति मात्र भन्नु। यो आवश्यकता कि अहिलेको यो लोकतन्त्र गणतन्त्रै ठिक छ कि के छ? ठिक त केही पनि छैन। ठिक गणतन्त्र लोकतन्त्र ठिक छ भन्नलाई त मैले यो 62-63को जनआन्दोलन पनि हेरेकै हो, प्रजातन्त्र पनि हेरेकै हो। यो समाज सुधारको लागि समाजवाद भनेर लागेका मान्छेहरूले केही नरहेपछि गणतन्त्र ठिक, अनि राजावादीहरू पनि 240 वर्ष कति वर्ष पुराना यी राजाहरूले पनि मुलुकका लागि केही गरे होइन, कसैले केही गरेन। गणतन्त्र पनि खासै विकास भएको छैन नि त। गणतन्त्र भन्नलाई अब के छ देशमा आवश्यकता चाहिँ के छ तपाईँ अन्तिमचोटि भन्नुहोस् न। अब यो आवश्यकता चाहिँ देशमा मुलुकमा अब आवश्यकता भनेको त्यही हो, संविधान सुध्रियो भने अब आवश्यकता भनेको अब गणतन्त्रै ठिक छ, यहाँ चाहिँ जति पनि अब यो नेतृत्वमा रहेको नेताहरू चाहिँ सुध्रिनु पर्यो, नैतिक रूपमै सुध्रिनु पर्यो। सुध्रियो भने देश बन्छ, राजा आएर देश बन्छ जस्तो लाग्दैन तपाईँले? है, राजा आए पनि राजा भएको यो विश्वमा राजा भएको मुलुकहरू चाहिँ समृद्धिको बाटोमा छैनन् त। हजुर है, राजा भएका मुलुकहरू पनि विश्वमा एकदमै धेरै माथि आए लेभलमै छन्। मार्क्सवादीहरू भएका भएहरू पनि गणतन्त्रवादीहरू भएका देश पनि हाई लेभलमै छ। हुनुपर्ने त के हो भने त यहाँ त सुध्रिनु पर्यो, देश बन्छ। ल धन्यवाद, केही भन्ने होला। ल थ्याङ्क यू सो मच। ल हाम्रो कलाकार साथीहरू पनि केही कुरा राख्छु है त, थोरै थोरै। र एभ्रिवान सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू माझमा म थोरै कुराहरू राख्दै जाँदैछु र यो भीम अफिसियलको लागि भ्लग बन्दैछ। यता एकदमै ब्युटी मेरो प्यारी बहिनी हुनुहुन्छ। नमस्कार। यो अलिकति आउनु त, एउटा शब्द राखिहाल्नु ल ल, त्यस आरामै हुनुहुन्छ। अनि के अरे तपाईँलाई चाहिँ राजा आवश्यक छ कि छैन नेपालमा? भनेर राजनीति पुरै थाहा छैन। अहिलेको यो तपाईँको प्रधानमन्त्री केपी शर्मा ओलीको
जुन प्रविधि छ केपी शर्मा ओलीले जति पनि अहिले शासन चलाउँदै हुन्छ त्यो ठिक लाग्छ कि लाग्दैन त्यो त थाहा छ होला नि उहाँ बोल्न चाहनु भएन उहाँ सुमधुर आवाजका धनी हाम्रो गायिका बहिनी हुनुहुन्छ उहाँको केही कुराहरू राख्ने क्रमसँगै स्टेजमा हाम्रो थोरै हाम्रो कलाकार साथीहरूको एकदम चर्चित साथीहरू हुनुहुन्छ उहाँहरूको कुराहरू राख्छु त्यसपछि इन गर्छु र 10 मिनटको भिडियो मात्र बन्दैछ सो समग्रमा थोरै बोलौँ है साथीहरू ल पूर्ण सर नमस्कार ल थोरै शब्द बोल्नु है त सबैजना भीमराव अफिसियलको लागि है पूर्ण सर हुनुहुन्छ उहाँकै सत्तामा म चाहिँ केही दिनदेखि यहाँ चाहिँ स्टेजमा काम गरिरहेको थिएँ सो सुमधुर आवाजका धनी र अहिले चाहिँ एकदमै उहाँ चर्चा परिचर्चामा पनि हुनुहुन्छ र उहाँको विशेष गरी अहिले चर्चा चाहिँ कसरी भइराखेको कुरा चाहिँ तपाईँलाई जानकारी गराउन चाहन्छु रेडियो नेपालदेखि चाहिँ 3rd पोजिसनमा चाहिँ उहाँले आधुनिक प्रतियोगितामा चाहिँ उहाँले पोजिसन चाहिँ जित्नु भएको विशेष बधाई ज्ञापन पनि गर्न चाहन्छु यो मेरो भीमराव अफिसियलमा र अहिले चाहिँ युनिभर्सल होइन युनिभर्सल कम्पिटिसनमा चाहिँ उहाँ कुन राउन्डमा सर हजुर ए मेरो भोइसको चाहिँ कम्पिटिसनमा चाहिँ अहिले उहाँ कुन राउन्डमा सर अहिले हजुर टप 40 मा पुग्नु भएको छ र उहाँलाई तपाईँहरू युट्युबहरूमा पनि हेर्न सक्नुहुन्छ एकदमै मिठो गीत गाएर चाहिँ उहाँले चाहिँ विशेष गरी आफ्नो चाहिँ क्षमता चाहिँ देखाइसक्नु भएको छ उहाँलाई म सोध्न चाहन्छु थोरै कुरा ल समयले अनि परिवर्तनले दिएको परिवर्तन भनेपछि राजा नै भएको भए पनि अहिलेको अवस्था विकास यतिको चाहिँ हुन्थ्यो नै भन्ने तपाईँको भनाइ एकदमै सायद हामीले अहिले चामलको भात खाने जहाँसम्म यो चप्पल लाउने जुत्ता लाउने कुरा छ यो चाहिँ गणतन्त्रले मेहनतले आफ्नै मेहनत समयको उपज समयको चाहिँ समयअनुसारको आफूलाई परिवर्तन गर्दै मेहनत गर्दै गएको त्यो छ त यदि अहिले गणतन्त्रवादीहरूले हामी घर आँचो बोलाएर बस्ने भने चामलको भातको चप्पल लाउन दिँदैन भनेपछि तपाईँ राजा आएदेखि केही देशमा होला कि भन्ने आशामा हुनुहुन्छ अहिलेको जस्तो लथालिङ्ग र यस्तो ल धन्यवाद छ तपाईँको प्रतिक्रियाको लागि र तपाईँको जुन साङ्गीतिक यात्रा चाहिँ सफल हुँदै गयोस् शुभकामना छ भोलिको दिनमा तपाईँले मेरो भोइस चाहिँ जितेको देख्न पाऊँ र हामीले केही चाहिँ इन्टरभ्यूको लागि पनि समय मिलाइरहेका छौँ तपाईँको इन्टरभ्यू पनि राख्नेछौँ धन्यवाद हाम्रो चर्चित वाइबा सर हुनुहुन्छ एकदम चर्चित सर थोरै बोल्नै पर्छ मलाई चाहिँ बोल्न आउँदैन नमस्कार तपाईँको सिर्जनाहरूको बारेमा भन्नु नि त तपाईँको अहिले चर्चित भइसकेको लगभग मिलियनै गएको त्यो भिडियोहरू चाहिँ मैले देखिरहेको छु त्यो गीतहरू चाहिँ एकचोटि भनिदिनुहोस् न मिलियनै गएको चाहिँ छैन जोस बजारमा हल्का फुल्का चलिरहेको कुन गीत छ सर तपाईँको मेरो गीतहरू त अहिले 12-13 वटा बजारमा आइसकेको छ हजुर अब मेरो सबसे चलेको गीत भनेको चाहिँ मान्छे राम्री नक्कली हजुर मान्छे राम्री नक्कली हातमा चुरा बिर्सनेको माया मनको पीडा त्यो काठे गीतहरू हजुर सबै काठे गीत एकदम राम्रो मैले नि हिजो अस्ति सुने होइन एकदम राम्रो छ यो भ्युजहरू हेर्दै गर्दाखेरि पनि एकदमै भ्युजहरू एकदमै आशा लाग्दो छ होइन कति कलाकारहरूको 20-25 हजार 50 हजार मात्र गयो भने पनि चर्चा परिचर्चामा आइरहेको हुन्छन् तर तपाईँ मिडियामा आउन चाहनु किन होला सर मलाई अब त्यो चिन्नेहरूले चिन्दै बिस्तारै चिन्दै गर्छ हजुर बाहिर तपाईँको देखाउटी बाहिर निस्किनु भन्दा आफ्नो हिसाबले बाहिर हिँड्न मन लाग्छ मलाई त्यही भएर म बाहिर भनेपछि आफ्नो तरिकाले एउटा रहर सिर्जनाहरू गर्दै जाने भोलिको दिनमा आफ्नो सिर्जनाले नै चिनाओस् भन्ने तपाईँको विचार मिडियामा राजाको बारेमा के बोल्न चाहनु म त त्यस बारेमा त केही पनि किन विवादमा तानिन्छ भनेर के अब होइन त्यो होइन तर मलाई पहिला पनि त्यस्तै हो अहिले पनि त्यस्तै जो आए पनि त्यस्तै हो त्यही भएर म आफ्नो काम गर्ने आफ्नो दुःख नगरिकन खान पुग्दैन आफ्नो हिसाबले चल्ने हो जो आए पनि ठिकै छ ल धन्यवाद छ तपाईँको प्रतिक्रियाको लागि यता दिपक सर हुनुहुन्छ एकदमै हाम्रो पश्चिमेले छिटो होइन मान्छे एकदमै ह्यान्डसम थोरै बोलाउँ न सर सकिन लागेको अवस्था छ अब के छ आराम हुनु सर तपाईँ यहाँ लगभग जब गर्नुभएको कति भयो सर तपाईँको पनि सिर्जनाहरू आइसकेको छ है बजारमा भन्नुहोस् त सर कुकुर फर्स्ट एल्बम भनेको आँसुको हरार हो हजुर जो विष्णुमाथीसँग गाएको थिएँ हजुर अनि त्यसपछि मैले 2टा 30को गीत गरेँ हजुर अनि अर्को गीत एउटा देवी गर्नु ए भनेपछि चर्चित व्यक्तिहरूसँगै रेकर्ड गर्नुभएको रहेछ कतिको चाहिँ चर्चा परिचर्चामा ल्याएको के छ
यो तपाईँको आफ्नै च्यानलमा छ कि अरू होइन, आफ्नै च्यानलमा चाहिँ छैन, अर्कै च्यानलबाट प्रसारण भएको गीतहरू छ। चर्चाको चर्चा भिडियोमा त्यति राम्रोसँग भ्युजहरू नगए पनि अडियोमा राम्रो मैले जस प्रतिक्रिया पाएको जस ठिकै छ भनेपछि निरन्तर सङ्घर्षमै हुनुहुन्छ। सङ्घर्ष गरिरहेको छु। अब जस शान्ति यात्रादेखि पछि हट्नुहुन्न, जस तपाईँले आफ्नो तरिकाले गीतहरू होइन पस्काउँदै जानुहुनेछ भन्ने अवश्य पनि आशा लियो। सङ्घर्ष गरिरहेको छ। अब जहाँसम्म यो सङ्गीत फिल्डबाट चाहिँ बाहिर जाँदिनँ होला जहाँसम्म लाग्छ। ल धन्यवाद छ। आशा गरौँ मिठो मिठो गीतहरू आओस् र अदिनमा यो अहिलेको देशमा चाहिँ एकदमै चलिरहेको चाहिँ अवस्था छ होइन, राजा ल्याऊ देश बचाऊ भन्ने खालको चाहिँ नाराका साथ चाहिँ एक जमात चाहिँ सडकमा चाहिँ ओर्लिएको छ, दिनदिनै आन्दोलन भइरहेको छ। तपाईँलाई थाहा छ के छ? तपाईँलाई राजा आउनु ठिक लाग्छ या गणतन्त्र नै ठिक लाग्छ, के छ? यो विशेष गरी राजनीति भनेको मेरो जनरभन्दा बाहिरको कुरो हो। हजुर विशेष गरी जुनै जोगी आए पनि कानै चिरेको भने जस्तो हो हजुर। होइन, काम जसले गर्छ त्यो आएर राम्रो गर्दा हुन्छ। हजुर। अब जसले गर्छ त्यसैलाई सपोर्ट गर्नुहुन्छ, राम्रो काम गर्नुलाई सपोर्ट गर्नुहुन्छ। राजा आयो भनेदेखि राम्रो हुन्छ या हुँदैन जस्तो? अब राजा नै आएर राम्रो हुन्छ भन्ने पनि होइन र यो गणतन्त्रवादीहरूले पनि राम्रो गर्छन् भन्ने पनि आश पनि छ होइन। हजुर। अब हेर्दै जाउँ, अब राम्रो कसले काम गर्छ त्यसलाई सपोर्ट गर्दै जानु। यो 84को चुनावले के परिणत गर्छ त्यसपछि। ल धन्यवाद छ, शुभकामना छ, साङ्गीतिक यात्रा सफल रहोस् र कलाकार साथीहरू। अब अन्तिममा एकजना हाम्रो बहिनीको थोरै गुण राख्छु। ल हाम्रो चर्चित गायिका सिन्धुपाल्चोक जिल्लाकी एकदमै बोलाउन तेरिका। धन्यवाद छ सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू माझमा भीम र अफिसियलमा यो भिडियो बनाइसकेको छु र हाम्रो सैलुङ दोरी साँझको कलाकार साथीहरूको कुराहरू पनि राखौँ। हाम्रो सर कुरा राखौँ थोरै नराखौँ ल राख्न मान्नु भएको छैन र समग्रमा यहाँको चर्चित कलाकारहरू पनि हुनुहुन्छ। कति त अब मिडियामा आउनु नचाहेर मात्र हो र अब अहिलेको चाहिँ यो देशको अवस्था कस्तो छ भन्ने कुरा त तपाईँलाई थाहा छ। जो मिडियाबाजी गर्छ त्यो मान्छे चाहिँ हाइलाइटमा आइहाल्छ, तर एकदम मौन बस्ने मान्छे चाहिँ जति प्रतिभा भए पनि पछाडि नै भएको अवस्था छ। र यहाँ सैलुङ दोरी साँझमा पनि प्रतिभा एकदमै खारिएका व्यक्तिहरू हुनुहुन्छ, तर उहाँहरू मिडियामा चाहिँ नआएको कारणले गर्दाखेरि मात्र केही पछाडि भएको महसुस भइरहेको छ। भोलिको दिनमा पक्कै पनि हामीले उहाँहरूको चर्चा परिचर्चा देख्न पाउनेछौँ भन्दै अहिलेका लागि हामी राजा आऊ देश बचाउको टपिक्स लिएर चाहिँ के कुराहरू गऱ्यौँ र तपाईँहरूलाई आफ्नो आफ्नो प्रतिक्रियाहरू दिनुहोला। स्वदेशमा रहनुहुने विदेशमा रहनुहुने आफ्नो आफ्नो राजा आउनु ठिक या गणतन्त्र ठिक छ, तपाईँहरूको पनि आफ्नो प्रतिक्रिया दिनुहोला। सब्सक्राइब गर्नुभएको छैन भनेदेखि भीम र अफिसियलमा सब्सक्राइब गर्नुहोला। र अब फेरि पनि केही चाहिँ ग्याप भएको थियो, अब निरन्तर भोलिदेखि दिनमा एउटा दुईवटा चाहिँ भिडियो तपाईँ माझमा ल्याउने विशेष जमर्को गरिरहेको छु। डान्सर बहिनी नाम के पो तपाईँको भन्नु त? पूजा के पो? घर चाहिँ कहाँ पो? राजा ठिक लाग्छ लाग्दैन तपाईँले? राजा आउनु ठिक लाग्छ कि लाग्छ त्यति थाहा छ? मलाई केही आउनु ठिक पनि लाग्दैन, जानु ठिक पनि लाग्दैन। अब डान्स गर्नु पायो भयो, डान्स गर्नु पायो भयो। ल धन्यवाद छ, थ्याङ्क यू सो मच। ओके बाई बाई, सी यू। फेरि पनि खतरा भिडियो आउनेछ है गाइस, सब्सक्राइब चाहिँ गर्नु होला।